मानिसहरूलाई आफूप्रति आकर्षित गर्न र साथीको मन जित्नको लागि अपनाउनु पर्ने दोस्रो नियम भनेको चाहिँ तारिफ गर्न सिक्नुहोस्, प्रशंसा गर्न सिक्नुहोस्। मानिसहरूमा खाना र निन्द्रा जत्तिकै एउटा अर्को चिजको भोक हुन्छ, त्यो भनेको प्रशंसा, महत्त्वपूर्ण हुने चाहना। यदि तपाईँ दोस्रो व्यक्तिको प्रशंसा गर्न, तारिफ गर्न आउँदैन भने सिक्नुहोस्। यसको मतलब चाप्लुसी गर्नुहोस् भन्न खोजेको चाहिँ होइन, साँचो कुराको तारिफ गर्नुहोस्, प्रशंसा गर्नुहोस्। उसले गरेको राम्रो कामको, उसले लगाएको कपडाको, जे कुराहरू उसले राम्रो गरेको छ त्यसको बारेमा चाहिँ खुलेर साँचो रूपमा चाहिँ प्रशंसा गर्नुहोस्। तपाईँ आफै सोच्नुहोस् न, तपाईँले पनि कुनै राम्रो काम गर्नुभयो भने त्यसको तारिफ चाहनुहुन्छ, प्रशंसा चाहनुहुन्छ, कसैले सम्मान गरिदियोस् भन्ने चाहनुहुन्छ भनेपछि आजबाट तपाईँले दोस्रो व्यक्तिले गरेको राम्रो कामको तारिफ गर्नुहोस्, उसलाई सम्मान गर्नुहोस्। तपाईले गरेको सानो प्रशंसा, सानो तारिफले दोस्रो व्यक्तिले तपाईप्रति हेर्ने दृष्टिकोणलाई बिल्कुल फरक पारिदिन्छ। त्यसैले यो नियमलाई आजैबाट लागू गर्नुहोस्। र यस्तै अर्को महत्त्वपूर्ण नियम जान्न चाहनुहुन्छ भने तपाईँ जस्तै सिक्न चाहने एकजनालाई यो भिडियो सेयर गर्नुहोला र कमेन्टमा नेक्स्ट टाइप गर्नुहोला। र यदि तपाईँले युट्युबमा हेर्दै हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है त।